everybody, welcome back to my YouTube channel. म प्रशान्त थापाको सम्पूर्ण नमस्कार हुन चाहन्छु। अनि तपाईहरु मेरो युट्युबमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब, लाइक, शेयर गर्न नबिर्सनु होला। र धेरै भन्दा धेरै सब्स्क्राइब गरेर माया गरिदिनु भन्न चाहन्छु। आज म चाहिँ पुणे इन्डियाको लन्डन ब्रिजमा चाहिँ घुमघाम गर्न आएको र अनि सम्पूर्णमा तिहारको शुभकामना भन्न चाहन्छु। तपाईहरु पनि आउन सक्नुहुनेछ, जो इन्डिया हुनुहुन्छ, इन्डियातिर दिल्ली, मुम्बई, पुणेतिर हुनुहुन्छ भने आउन सक्नुहुनेछ। आएर इन्जोय गर्नु होला। हस् त, धन्यवाद। अब म भिडियोतिर लाग्छु। ओके, हामी चाहिँ बिहानै आइयो। आउँदाखेरि चाहिँ मेट्रो चढेर आएको। मेट्रोमा कता हराइयो, कता पुग्यो है। के भयो भने हामीले आउने ठाउँ चाहिँ अलिकति बाटो बिराएर चाहिँ आउँदाखेरि हामी अलमल्लो भएर चाहिँ बाटो बिर्सेर अनि अहिले चाहिँ हामी टापुर आइपुगेका छौँ। अनि यहाँ चाहिँ मेला लाग्छ अरे। 15-20 दिनदेखि मेला लागेको अरे। 5 बजेदेखि 10 बजेसम्म रातिको साँझमा मेला लाग्छ अरे होइन। अनि मेला लागेको हुनाले चाहिँ हामी पनि खै मेला छ भनेर आएको। तर हामी चाहिँ पहिले छिटै आइदियो, त्यही भएर हामी चाहिँ जाँदैछौँ। ल सबैले हेर्नु होला लन्डन ब्रिज। ओके, म चाहिँ अब लन्डन ब्रिज जाँदैछु है त। स्टार्टिङमा चाहिँ हेर्नु होला है, जुत्ता सब चाहिँ यहाँ सुरुमा यो रहेछ होइन। मानिन्छ यो अनि झर्ना झरेको झर्ना सेम छन त छ है, तर बनाएको रहेछ होइन। हेर्नु होला। ओके, फोटो पनि खिच्नै पर्छ धेरै। आज चाहिँ मान्छे छैन होइन, तर जब साँझ परेपछि मेला सुरु हुन्छ त्यतिखेर चाहिँ मान्छे आउँछ अरे, बढी भिड हुन्छ अरे भन्छ होइन। हेर्दै गर्नु होला। हेलो भाइहरू फोटो खिच्दैछ। म चाहिँ अब ब्रिजको सट्ट पारदेखि पारसम्मको चाहिँ स्क्यान लिन्छु है त एकचोटि। कहाँदेखि कहाँसम्म छ होइन। कस्तो क्लियर नदेखाएको। ल हामी चाहिँ अब घुमियो, फोटो खिचियो है। अब हामी चाहिँ जानेछौँ होइन। यो चाहिँ लन्डन ब्रिज खास यसको भयो। पछि आउनुपर्छ एकचोटि घर जाने बेलामा चाहिँ घुम्नलाई। ओके।